नेपाली फुटबल ओह्रालो लाग्दैछ। नेपाली खेलाडीहरू धमाधम विदेशी दैछन्। किन तपाईहरुलाई थाहा छ? एकचोटी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी सम्भाको यो भिडियो पुरा हेर्नुहोस्। रंगशालामा बंगलादेशसँग फाइनल खेल्दाखेरि हामी हारेको त्यति बेलाको पुरस्कार राशि पनि पाएको छैनौं हैन। देशको लागि रगत पसिना बगाएर खेलेको खेलाडीको पुरस्कारमा आर्थिक वर्ष क्लोजले के फरक पार्छ जस्तो लाग्दैन। भोलिको दिनमा हामी के एक्सपेक्टेसन राखेर खेल्ने त? हामी पनि त देशको लागि मात्रै खेल्ने भनेर त हुँदैन। हामीलाई पनि एउटा मान्ने देशलाई विश्वसम्म चिनाउने भनेको खेलाडीहरू र खेल्ने हो। देशको पहिचान राख्ने भनेको खेलाडीहरू र खेल्ने हो। तर हाम्रो नेपालमा खेलकुद र खेलाडीहरूमाथि राजनीतिक सुरु हुँदैछ। हाम्रो नेपालमा खेलकुद र खेलाडीहरूमाथि भ्रष्टाचार सुरु भएको छ। नेपाल फुटबल संघ एन्फा निकायमा भएका धमिराहरूले म यही भिडियोबाट ध्यानाकर्षण गराउन चाहन्छु। खेलाडीहरूले पाउनुपर्ने सेवा सुविधा र तलब बाहेक अन्य के बाँकी छ सबै कुराहरू क्लियर गरिदिनु होला। अब नेपाली खेलाडीहरूले मात्र मुख खोल्न सुरु गरेका छन्। भोलि नेपाली फुटबल समर्थकहरूले मुख खोल्नु पर्यो भने मुख मात्र खोल्ने हैनन्, हात पनि खोल्नेछन्। यो कुरा हेक्कार होस् नेपाल फुटबल संघ एन्फा निकायमा भएका धमिराहरूलाई। र तत्कालै नियुक्ति हुनुभएका खेलकुद मन्त्री बब्लु गुप्ताज्यू, तपाईँ कसको हल्लाएर बस्नु भएको छ? तपाईहरू पनि पुरानै मन्त्रीहरूको छत्रछायामा देखिसक्नु भयो। आज खेलाडीहरूले गुनासो पोख्दासम्म नेपाल फुटबल संघ एन्फा निकाय के हेरेर बसेको छ? किन लास पचाएर बसेको छ? यतातिर तपाईहरुको ध्यान आकर्षण किन भएन? धन्यवाद। मैले बोलेको विषयमा तपाईहरु कसैको पनि टाउको दुखेमा सिधै इनबक्समा आएर मेसेज गर्नु होला।